नमस्कार साथीहरू, आज चाहिँ म पनिरको तरकारी बनाउन गइरहेको छु। सबैभन्दा पहिला पनिरलाई चाहिँ यसरी मैले फ्राई गरेर चाहिँ मैले यसरी निकालिसकेपछि लसुन कुटे थोरै, त्यसपछि तेलमा लसुन प्याज खुर्सानीलाई जाने रातो हुन्जेलसम्म एकछिन पकाएँ। रातो भइसकेपछि गोलभेडा पनि एकछिन मैले फेरि पकाएँ। थोरै काजु हालेँ, मिक्सरमा चाहिँ हालेर नुन मसला धनियाँ सबै थोक बेसार सबै लगाएर मिक्सरमा पिसेँ। त्यसपछि फ्राई प्यानमा खन्याएर एकछिन पकाएँ। स्वादअनुसारको थोरै नुन पनि लगाएँ। अनि आलु उसिनेको मटर पनिर लगाएर चाहिँ एकछिन पकाएँ मैले यसरी। एकदम मिठो पनिरको तरकारी रेडी भयो। धन्यवाद साथीहरू।